नमस्ते साथीहरू सबैजनालाई मेरो च्यानलको तर्फबाट हजुरहरू सबैलाई नमस्ते। आज चाहिँ मैले बनाएको चाउमिन लिएर आइरहेको छु साथीहरू। यसमा चाहिँ मैले गेडागुडी हालेको छु, बिन्स अनि कालो चना होइन, त्यहाँबाट प्याज खोर्सानी, धनियाँ अनि कलर, त्यहाँबाट सोया सस हालेर मजाले अमिलो पनि हालेर अनि ठ्याक्क टमेटो सस अलिकति, यो चाहिँ ट्रु टमेटो सस हो। यसले चाहिँ हल्का स्विटपना ल्याउँछ, गुलियो हुन्छ, मिठो हुन्छ खानालाई पनि। तर यो चाउमिन चाहिँ मैले खासै चाहिँ उयसको चाउचाउको बनाएको हो। ठुल्ठुलो त्यो नुडल्सहरू चाहिँ अब धेरै ठुल्ठुलो हुन्छ अनि मिठै हुँदैन, अनि यो चाहिँ हल्का खरियाएर बनाएको होइन। तपाईँहरूलाई पनि कस्तो लाग्यो हेर्नुहोस् होइन, यो चाउमिन बनाइमा। अनि पिरो पिरो मनपर्छ मलाई चाहिँ, त्यही भएर पिरो पिरै बनाएको थिएँ। आहा हेर्नुहोस् त साथीहरू कस्तो राम्रो देखेछ होइन। र एनिवे फेरि तपाईँहरूलाई यस्तो रेसिपी हेर्नु मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। तपाईँहरूको सानो हेल्प गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् होइन। अनि लाइक पनि गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला है। थ्याङ्क यू सो मच साथीहरू। फेरि तपाईँहरूलाई नेक्स्ट भ्लग लिएर आउनेछु है त। थ्याङ्क